नमस्कार हजुर। गुन्द्रुक सादा राख्नलाई भटास भुट्दैछु है, कालो भटास। तपाईँहरू के भन्नुहुन्छ? हामी भटास भन्छौँ। यो लसुनको पात, यो गुन्द्रुक। साथीहरू अब तेल हाल्छु। तेल त अलिकति नहाले मिठो हुँदैन। गुन्द्रुक राखेँ, अब यो हजुर लसुन राखेँ साथीहरू। अब यो मेरो तिलको छो भयो अचारलाई, गुन्द्रुकलाई। तिल र गुलबेडा पिस, कालो भट्टा मास। हर्दी सार पनि राखेँ थोरै, स्वाद अनुसारको नुन साथीहरू। पन्जालाई अब दाँत पिरो लाग्छ, अनि त्यही भएर पन्जा चाहिँ नै। अब गुन्द्रुक अलिक अमिलो नभएर अलिक चस्सो चाहियो नि त हामीलाई नि। ककसको मुहाबाट पानी आयो, हेर्न आउनुहोस् है। हेर्नुहोस् अचार आफै बनाउने, आफै चाख्ने। हेर्नुहोस् यहाँ साथीहरू है, के गर्ने। खावाला भएछ। अब कोदाको पनि पकाउनु मस्काउँछु अनि खाने बेलुका है त साथीहरू। थ्याङ्क यू।